एउटा घरमा एउटा मात्रै रानु रहन्छ भनेर भनेको छ, विशेष गरेर सेरेना जातको मौरीमा। तर आज मैले मेरो घरको घर निरीक्षण गर्दाखेरि एउटा अचम्म देखेँ। मेरो घरको घरमा एउटा चाकामा 2वटा रानी काम गरिरहेका रहेछ। यो मैले गएको पुसमा छुट्याएको घर हो। एउटा पुसको महिनामा अथवा जाडो महिनामा मौरीको घर छुटाउनु हुँदैन भन्ने आम मान्यता छ। मैले एउटा प्रयोगको लागि भनेर मेरो एउटा घर छुट्याएको थिएँ। त्यो घर छुट्टिएर अहिले फागुनको पनि करिब अन्तिम हुन लागिसक्यो। यति बेला मैले घर निरीक्षण गर्दा गोलामा एउटै चाकामा 2वटा रानुले काम गरिरहेको अवस्था देखेँ। यस्तो अचम्म पनि हुँदो रहेछ। म आफै पनि अहिलेसम्म एउटा घरमा एउटा मात्रै रानु रहन्छ भन्ने मान्यता राख्थेँ। तर यहाँ एउटा घरमा र एउटै चाकामा 2वटा वयस्क रानीहरू काम गरिरहेको देखेँ। मलाई अचम्म लाग्यो। अनि तपाईहरुलाई पनि देखाउँ, यो शेयर गरौँ भनेर मैले यो शेयर गरेँ। र यो गलत रहेछ। यो एउटा घरमा एउटा मात्रै रानु रहन्छ भन्ने कुरा चाहिँ गलत रहेछ भन्ने लाग्यो मलाई। म तपाईहरुलाई भिडियोमा पनि देखाउँछु, हेर्नु होला है त। भयो जोमेसाले पनि बेग्नेस्थलमा भेटा भयो जोमेसाले पनि। आफ्नो संस्कृति, हाम्रो पुरानो संस्कृति त सारङ्गी त हो नि। यही सारङ्गीले पनि बालबच्चा पाल्ने, छोराछोरी पढाउने। यही सारङ्गीले पनि गाउँ घर हिँड्थ्यो हजुर पहिला मकै र धान चामल भनी। रानु यहाँनिर छ, तपाईहरु देख्न सक्नुहुन्छ। एउटा रानु यहाँनिर छ र अर्को रानु यहाँले हेर्नुहोस् त, सँगै तलमाथि ल हेर्नुहोस् है त। एउटै चाकाको पनि एउटै साइडमा 2वटा रानु मजाले काम गरिरहेको अवस्था मैले देखेँ। दुवै रानीले अन्न पारिरहेका छन्, अण्डा दिइरहेका छन्। यस्तो अचम्म पनि हुँदो रहेछ। यो एउटा मैले पनि नसुनेको नभोगेको, तर आज मैले आफैले भोगेँ। मेरो आफ्नै घरमा 2वटा रानी आपसमा मिलेर काम गरिरहेका छन्। यो सेरेना प्रजातिको मौरी हो र यो मौरीको गोलामा दुईवटा रानु देखियो। मैले योभन्दा अगाडि पनि निरीक्षण गर्दा एउटा मात्रै रानु मैले ख्याल गरेको थिएँ,
तर आज एउटा अचम्म भयो, मैले यो ख्याल नगरेको कुरा आज प्रत्यक्ष आफ्नै आँखाले देख्न पाएँ र यो रमाइलो पक्ष तपाईहरुलाई पनि शेयर गर्न चाहन्छु। र यो एउटा मात्रै गोलामा एउटा मात्रै रानो हुन्छ भन्ने चाहिँ होइन रहेछ। एउटा भन्दा धेरै पनि रानो एउटा गोलामा हुन सक्दा रहेछन् भन्ने कुरा यसबाट पुष्टि हुन्छ। एउटा रानो मैले चलाइदिएको थिएँ, अर्कोतर्फ भागेको छ, अर्को साइडमा गयो। अब यो घार छुट्टिएला नछुट्टिएला त्यो चाहिँ म भन्न सक्दिनँ। मौरीको संख्या चाहिँ थोरै छ हैन, तर तुरुन्तै छुट्टिएला जस्तो चाहिँ मलाई लाग्दैन। यसमा यो नै हो घार। यसमा मैले पुसमा छुट्याएको, यसमा 1 2 3 4 वटा मात्रै चाका भरेको छ र एउटा चाका मेरो हातमा छ। 5 वटा चाका छ, तर रानो चाहिँ 2 वटा। अब अरु यो न बढी चाहिँ छैन होला। मैले यताका 2टा चाका त मैले हेरिसकेँ, यता 2टा चाका चाहिँ हेर्न बाँकी हो, तर अरु धेरै रानो चाहिँ छैन होला। मैले अहिले हेरिन, धेरै बेर जिस्काइरहन पनि हुँदैन यिनीहरुलाई। तर एउटा अचम्म देखियो। मैले मेलीफेरामा एउटा घारमा एक भन्दा बढी 2 वटा सम्म रानो हुन्छ भन्ने चाहिँ सुनेको हुँ र मौरीका विज्ञहरूले पनि 2 वटा सम्म रहन सक्छ भन्ने कुरा भनेको मैले सुनेको हुँ। तर त्यो सेरेनाको हकमा पनि त्यो लागू हुँदो रहेछ। एउटा घारमा एक भन्दा बढी रानो हुन सक्दो रहेछ भन्ने प्रत्यक्ष प्रमाण म तपाईहरुलाई देखाइरहेको छु। यो अचम्मको कुरा मौरी पालक किसानहरूलाई विशेष गरेर जो मौरी प्रति रुचि राख्नुहुन्छ र मौरी पालन गर्दै आउनु भइरहेको छ उहाँहरुको लागि एउटा खुशीको कुरा, एउटा चासोको पनि कुरा भयो यो। तपाईहरुको घरमा पनि यदि त्यस्तो छ भने तपाईहरु देखाउनु होला, कमेन्ट गर्नु होला। तर यो चाहिँ मैले पहिलो चोटी यो देख्दै छु, मलाई पनि अचम्म लागिरहेको छ र सँगसँगै खुशी पनि लागिरहेको छ। तर 2 वटा रानो हुँदाखेरि यसले त्यति धेरै राम्रो काम चाहिँ गरेको छैन, तर नराम्रो पनि छैन। मैले यो छुट्याएको घारमा सुरुमा 5 वटै फ्रेम दिएको थिएँ। 5 वटा फ्रेममा 2 वटा फ्रेम चाहिँ नि मौरीले पुरानो भएको हुनाले काट्यो। त्यसपछि मैले फालेर आधार चाका दिएको थिएँ। यो आधार चाका दिएको चाका के रे आधार चाका दिएको फ्रेम हो। अर्को चाहिँ बिचकिएर अर्को साइडमा गएको छ। अर्को रानो फेरि पनि देखाउँछु तपाईहरुलाई। अर्को रानो यहाँनिर छ, हेर्नुस् त। अर्को रानो यहाँनिर छ, तपाईहरु देख्न सक्नुहुन्छ। यो चाहिँ अलि सानो छ भनेपछि यो पछि निस्केको हो कि अथवा के हो। एउटा चाहिँ अलि ठुलो वयस्क छ, एउटा चाहिँ यो पनि वयस्क हो, यसले पनि अन्न पारिरहेछ, तर आकारमा यो अर्को भन्दा यो अलिकति सानो छ। देखिएका 2टा घार मैले गएको पुसमा छुट्याएको हो। छुट्याएर मैले यो म आउँछ कि भन्ने ठुलो आशा थियो। सुपर चढाएर राखेको मौरी टन्नै भयो, तर म दिएन। नदिए पछाडि मलाई म नहुने घार राख्नुभन्दा बरु घार बढाउँछु भनेर मैले छुट्याएर यसबाट अर्को घार छुट्याइदिएँ। छुट्याए, रानो पनि निस्कियो अनि बेला बेलामा सामान्य निरीक्षण गरिराखेको थिएँ। तर आज फेरि निरीक्षण गर्न भनेर आज
घार खोलेर हेर्दा मैले त अचम्म देखेँ। एउटै चाकामा, एउटै घारमा अनि एउटै चाकामा दुईवटा रानु देखिन्छन्। मलाई अचम्म लाग्यो र यो अचम्म तपाईहरुलाई देखाउनको लागि मैले यो भिडियो बनाइरहेको छु। सामान्यतया मौरी गोलामा एउटा मात्रै रानु हुनुपर्ने हो, तर यसमा कसरी भयो के भयो यो चाहिँ अब अनुसन्धानकै विषय हुने भयो। मैले विशेष गरेर तराई भागमा मेलिफेरा प्रजातिको मौरीमा एउटा गोलामा दुईवटा सम्म रानु हुन सक्छ भनेर सुनेको थिएँ। त्यही अनुसार मेरो सोच पनि एउटा घारमा एउटा मात्रै रानु हुन्छ भन्ने चाहिँ मेरो मान्यता थियो, तर मेरो मान्यता गलत साबित भयो। सिरेना प्रजातिमा पनि एउटा घारमा दुईवटा रानु मिलेर काम गर्न सक्दो रहेछन् भन्ने चाहिँ पुष्टि हुन गएको छ यो घटनाले। र यसको प्रत्यक्ष साक्षी म आफै छु। भिडियोको क्वालिटी चाहिँ त्यति राम्रो नआउला। आज म मोबाइलबाट यो भिडियो बनाइरहेको छु। म यो तयारीको साथ पनि आएको होइन। आज म मौरीको भिडियो बनाउँछु भनेर तयारी पनि गरिरहेको होइन। वास्तवमा म यो मौरी घार निरीक्षण मात्रै गर्न भनेर आएको थिएँ। निरीक्षण गर्ने क्रममा मेरो एउटा घारमा दुईवटा रानी भेटेँ मैले। त्यसकारण मलाई अचम्म लाग्यो र यो अचम्म लाग्दो कुरो तपाईहरुलाई पनि शेयर गरौँ भनेर मैले यो भिडियो बनाएको मात्र। यदि तपाईहरुकोमा पनि यस्तो दुईवटा रानी एउटा घारमा भेटियो भने कमेन्ट गर्नु होला। यस्तो पनि हुँदो रहेछ भन्ने पनि हुन्छ। धेरै मौरी पाल्ने साथीहरूलाई यो बारेमा ज्ञान नभएको पनि हुन सक्छ। वास्तवमा हामीले तालिमहरुमा सुन्दै आएको, हामीलाई तालिम दिने प्रशिक्षकहरूले पनि एउटा असम्भव कुरा हो, एउटा घारमा दुईवटा रानु भएपछि त्यो घार फुट्छ भनेर भन्नुहुन्थ्यो। हामीले पनि त्यही अनुसार विश्वास गरिरहेका थियौँ। मैले पनि त्यस्तै विश्वास बनाएको थिएँ। तर मैले आफैले गएको पुसमा फुटाएको घारमा आज निरीक्षण गर्दाखेरि त्यस्तो अवस्था मैले देखेँ, जुन भिडियोमा पनि मैले देखाइरहेको छु। हवस् त, एउटा यो नयाँ जानकारी नै भयो होइन। मौरीको सिरेना मौरीको गोलामा एकभन्दा बढी रानु पनि हुन सक्दो रहेछ भन्ने कुरा चाहिँ पुष्टि भयो। हवस् त, आजको लागि भिडियो यति नै। फेरि पछि अर्को भिडियो लिएर आउनेछु। र यो रानु यो घारमा कति समय बस्दो रहेछ होइन, दुईटा रानु मिलेर कति समय बस्न सक्दो रहेछन्। मैले पुसको त्यस्तै 7-8 गतेतिर होला सायद, मैले ठ्याक्कै एक्ज्याक्ट मिति त मैले टिपेर राखेको छैन, तर मलाई जहाँसम्म लाग्छ पुसको 7-8 गतेतिर मैले यो घार छुट्याएको थिएँ। त्यस पछाडि 2-3 पटक मैले निरीक्षण गरिसकेँ, 3-4 पटक नै निरीक्षण गरेँ। यस्तो अवस्था चाहिँ देखेको थिइनँ। तर आज चाहिँ नै अब यो अचम्म लाग्दो दृश्य मैले देखेँ, त्यही नै शेयर गरौँ भनेर। हवस् त, आजलाई बिदा हुन्छ है त।